हेलो साथीहरू, आज चाहिँ हजुरहरूलाई म सँगसँगै पशुपतिनाथको दर्शन गर्न लाँदैछु। भिडियो अन्तसम्म हेरेर साथ दिनु होला। र मलाई चाहिँ भोइस ओभर गर्नु अति साह्रो परिरहेको छ, किनभने खोकी लागेर भोइस ओभर गर्दा बोल्दा खोकी चढेको भएर। अन्त मलाई चाहिँ कस्तो आनन्द शान्ति भइरहेको छ नि त, अब भगवान्को दर्शन गर्न जानु पाएँ। किनभनेदेखि म अचानक किनेको नि त, जान्छु भनेर सोचेको पनि थिइनँ। अनि हेर्नुहोस् न, मन्दिरमा माग्नु बस्नुहुने उहाँहरू चाहिँ नि हल्ला नगरी एकसाथमा मिलेर एक लाइन भएर बस्नुहुँदो रहेछ। हाम्रोतिर त कति हल्ला गर्नुहुन्छ नि। अनि हामी बिहान छिटो गरेर जाँदा पनि ढिलो भइसकेको थियो, किनभनेदेखि पुरा मान्छेहरू भक्तजनहरू आइसक्नु भएको रहेछ। र कतिजना चाहिँ दर्शन नगरी यहाँ मुनिबाट चाहिँ घुम्नु मात्र पनि आउनुहुँदो रहेछ नि त। अन्त लाइनमा चाहिँ 3.5 घन्टा जस्तो चाहिँ बस्नु पऱ्यो साथीहरू। हामी हुन त भगवान्लाई भेट्नु कहाँ सजिलो छ र। हेर्नुहोस् न, 6-7वटा यस्तो गोलाइ घुमिसके पछाडि मात्रै त्यो माथि रेलिङमा चढ्ने यहाँ पर लाइन यहाँ पुग्नुपर्ने थियो। र हामी पनि लाइन बस्दा बल्ल त्यहाँ पाएको थियौँ। अन्त हेर्नु त्यहाँ तल देखाउँदै थियो, मैले चाहिँ यहाँबाट आएको हामीहरू भनेर। अन्तखेरि चाहिँ यस्तो घाममा मजा आएको थियो, किनभने यहाँ पानी झरीबाट गएको थियो नि त म। अन्त आमाले मलाई देखाउनु चाहिँ यस्तो डल्लै घुम्नुपर्छ भनेर। हुनु चाहिँ दुःखको कुरा के छ भन्दा साथीहरू, यहाँनिर चाहिँ फोन चाहिँ अलाउड छैन रहेछ, भिडियो फोटो केही गर्नु पाउँदैन रहेछ। अनि तपाईँहरूलाई त्यही भएर मेन मन्दिरको चाहिँ दर्शन गराउन सकिनँ। यो बाहिर भए पनि हजुरहरूले गर्नुहोस्। र कतिजना त पुग्नु भएको थियो होला, तरै पनि म देखाउँदैछु। हेर्नुहोस् यहाँ मलाई पुलिसले नखिच्नुहोस् न भन्नुहुँदै थियो। अन्त यहाँबाट चाहिँ हामीलाई फोनहरू युज गर्नु नपाउँदो रहेछ। तरै पनि पशुपतिनाथले मेरो भिडियो हेर्नुहुने सम्पूर्ण साथीहरूको इच्छाहरू पुरा गरिदिनु, दुःखहरू हरिदिउन् भनेर सम्झिँदै यो भिडियोलाई म यतैतिर अन्त गर्दैछु। अन्त हाम्रो फोटोहरू पनि अलिकति एड गरेको छु। उहाँ चाहिँ मेरो आमा हुनुहुन्छ। अन्त मैले चाहिँ ब्याक क्यामेरा फोटो खिच्न सकिनँ, मेरो कुनै फोटो ढङ्गको आएन साथीहरू।